नमस्कार सम्पूर्णलाई र आज म तपाईँहरूलाई फेसबुक रिलेटेड एकदमै इम्पोर्टेन्ट कुरा गर्न गइरहेको छु है र त्यो चाहिँ के हो भने यदि तपाईँले आफ्नो मेन सोर्स अफ इन्कमलाई ध्यान नदिएर है तपाईँले आफ्नो काममा ध्यान नदिएर यदि तपाईँले फेसबुकबाट म 100% एउटा वान अफ द सोर्स अफ इन्कम बनाउँछु 100% म यहीँबाट नि अब कमाउँछु भने तपाईँले 100% एफोर्ट दिइरहनु भएको छ भने र यो तपाईँको एकदमै ठुलो गल्ती हुनेवाला छ है र अहिले नै गल्ती नभए तापनि तपाईँको फ्युचरमा अवश्य यो गल्ती हुनेवाला छ यो सोच है यो विचार र तपाईँले फेसबुकलाई एज अ पार्ट टाइम या एज अ हबी कमाइ भयौँ या नभयौँ एज अ हबी तपाईँले या एज अ पार्ट टाइम तपाईँले यदि फेसबुकलाई चलाउनुहुन्छ भने या कमाइ गर्ने सोच छ भने त्यो ठिकै हो तर 100% यसलाई एफर्ट दिएर यो एकदमै ठुलो गल्ती है र तपाईँले अहिले जे काम गरिरहनु भएको छ जे तपाईँले आफ्नो सोर्स अफ इन्कम छ है आफ्नो मेन इन्कम त्यो इन्कमलाई तपाईँले ध्यान दिनुहोस् है किनकि अब फेसबुकबाट कमाइ हुनु एकदमै साह्रो छ र फेसबुकले अहिले धेरै सोर्स अफ इन्कमलाई सस्पेन्ड गरिदिएको छ र तपाईँले जो रिल्सको थ्रुबाट कमाइ गर्नुहुन्छ है स्टार्स सब्सक्रिप्सनबाट कमाइ गर्नुहुन्छ र त्यस्तो अब सस्पेन्ड गरिरहेको छ र सस्पेन्ड चाहिँ कसलाई भन्दाखेरि जस्तो ठुल्ठुलो च्यानलहरू छ ठुल्ठुलो च्यानललाई चाहिँ विशेष अहिले सस्पेन्ड गरिरहेको छ र यदि तपाईँको अहिले तपाईँको च्यानल सानो छ है तपाईँ 3000 4000 5000 फलोवर्स छ तर जब तपाईँ भविष्यमा एकदमै ठुलो क्रिएटर हुनुहुन्छ है तपाईँको धेरै फलोवर्सहरू बढ्छ तब तपाईँलाई फेसबुकले अवश्य सस्पेन्ड गर्नेछ 3 महिना या 9 महिना हेरी तपाईँको यहाँ अब सस्पेन्ड गर्दैछ र कुनै दिन मेरो पनि अर्निङ्स सस्पेन्ड हुनसक्छ है तर केही पनि छैन किनकि मेरो फेसबुक युज गर्नुको मेन फर्स्ट इन्टेन्सन चाहिँ अर्निङ्स छैन है फर्स्ट इन्टेन्सन चाहिँ अन्यलमा पढेका मानिसहरू जति पनि हुनुहुन्छ जति पनि अन्यलमा पढेका मानिसहरू हुनुहुन्छ है डकुमेन्टसँग रिलेटेड र त्यो कुरालाई कसरी सिकाउने मानिसहरूसम्म कसरी पुर्याउने त्यो मेरो मेन इन्टेन्सन है र कतिपय सरकारी कार्यालयतिर है मानिसहरूले भनेको जस्तो सर्भिसहरू पाउनु हुँदैन है आफूले सोधेको प्रश्नको या आफूले नबुझेको कतिपय कुराहरूको डकुमेन्टसँग रिलेटेड कुराहरूको एन्सर उहाँहरूले पाउनु हुँदैन हेल्पहरू पाउनु हुँदैन है र यसर्थ यो सम्पूर्ण कुरालाई मैले हेरविचार गरेर चाहिँ मैले फेसबुकमा चाहिँ डकुमेन्ट्स रिलेटेड भिडियो या इन्फर्मेटिभ भिडियोजहरू मैले हाल्न थालेको र अहिले सोसियल मिडियामा पनि अब धेरैजनाकोबाट पनि मैले सुनेँ है फेसबुकको च्यानल फेसबुकबाट आफ्नो इन्कमहरू सस्पेन्ड भइरहेको मैले खबरहरू पनि सुनेँ है र सोसियल मिडियामा पनि मैले हेरेँ र यसर्थ तपाईँले आफ्नो सोर्स अफ इन्कमलाई ध्यान दिनुहोस् है र यो पनि अब फेसबुकको अर्निङ्स पनि के हुन थाल्यो भन्दाखेरि अन्नपूर्ण नदिएको जस्तै भयो नदिने बराजुले आइतबार बारेको जस्तै त्यो भने जस्तै अब फेसबुकले पनि त्यस्तै नै अब गर्न थाल्यो र यसर्थ आफ्नो सोर्स अफ इन्कम जे छ तपाईँले त्यसलाई है ध्यान दिनुहोस् फेसबुकलाई एज अ पार्ट टाइम या भ्याउँदा नभ्याउँदा तपाईँले त्यसरी मिलाएर चलाउन सक्नुहुन्छ अनि यदि भिडियो जानकारीमूलक लागि अवश्य यस भिडियो सम्पूर्णमा सेयर गरिदिनु म अनुरोध गर्दछु अनि यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य च्यानललाई फलो गर्नुहोस् धन्यवाद।